उम्मेदवार उठाउनमा गल्ती गरिएन भने राष्ट्रपाले एक सिट हार्दैन। कसैले कुनै कोठा चोटा भट्टी गल्लीमा बसेर नगरोस्। चुनावको विकल्प चुनाव नै हो, समयमा हुने चुनाव हो। जसले ममाथि योजना बनाएर प्रतिशोध साधे मसँग तिनलाई माफी गर्ने छाती छ, तर जनताले भोट दिएपछि मात्रै। जनताले भोट दिएछन् भने प्रतिशोधको राजनीतिलाई अन्त्य गर्ने विचार हामीले गरेका छौं। पुराना दलका नेताहरूलाई म यति भन्न चाहन्छु, 27 घण्टामा सत्ता पल्टाउन सक्ने ताकत भएको जेनजीलाई केटाकेटी भनेर तपाईले हेप्न जरुरी छैन। मेरा भन्ने कुराहरू यति धेरै छन् कि यो पीडा बढी भएपछि रुन पनि नसकिने रहेछ। मेरा लागि बगाउनु भएको आँसु मलाई याद छ। त्यो आँसुको एउटा थोपो खेर फाल्न दिने छैन, एउटा थोपो पनि खेर फाल्न दिने छैन। त्यसो होइन कि तपाईको घरमा आशीर्वाद थाप्न तपाईका छोरा नातिहरू छैनन्, छन्, तर मलाई आफ्नो छोरा नातिलाई जसरी नै शिरमा आशीर्वाद दिनुभएको छ नि, तपाईको आशीर्वादको एउटा शब्द पनि खेर जान दिन्न। सभापति र अध्यक्ष एक एक वटा गर्दै कार्यकाल बाँड्दै दुईटा कुर्सी छेउमा राख्ने युगलाई अन्त्य गर्ने हो। एउटा पार्टीले अर्का पार्टीका लागि भोट माग्ने युगको अन्त्य गर्ने हो। चुनाव भन्दा अगाडि गठबन्धन गरेर ठगबन्धन गर्दै राज्य सत्ता हत्याउने यो अभियानलाई बन्द गर्ने हो, यो युगलाई अन्त्य गर्ने हो। 5 वर्षको सरकार, स्थायी सरकार, एकैजना प्रधानमन्त्रीको सरकार, कहीँ कतै भागभण्डा नगरिकन पार्टीलाई बलियो बनाउने, सरकारलाई बलियो बनाउने, देशलाई समृद्ध बनाउने, जनतालाई सुख दिने नारामा होइन, वास्तविकतामा। संसदलाई निदाउने थलो बनाएका तपाईहरुलाई बिउजाउनको निमित्त हामीले जसरी घण्टी बजायौं सिंहदरबार गएर, त्यसको परिणाम देखिएको छ। यो संसद पुनर्स्थापनाको कुरा, चुनाव सार्ने कुरा, चुनाव बिथोल्ने कुरा, यो ठाउँ ठाउँबाट, कोण कोणबाट, गल्ली गल्लीबाट जे चलिरहेको छ बन्द गर्नु होला। मैले भनिसकेको छु, जस्ट सिट डाउन भनेर भनिसकेको छु, चुपचाप बस्नु होला। मुलुकलाई नयाँ बाटोमा लान दिनु होला। व्यथितिको यो अध्यायलाई अन्त्य गर्ने सबैभन्दा उत्तम उपाय चुनाव नै हो। चुनाव बिथोल्ने काम कहीँ कतैबाट नगर्नु होला। चुनावमा जानुहोस्, जनताले जे भन्छन् त्यही मानौ। 5 वर्ष सत्तामा नबसेर तपाईहरु मर्नुहुन्न, चिन्ता नगर्नुहोस्। 5 वर्ष राष्ट्रपालाई आरामले सरकार चलाउन दिनुहोस्। जनताले भोट दिएछन् भने। इनमाया भण्डारी भरतपुर 12 मेरो ढाड दुखेर हल्न चल्ल भएको थियो। वैदिक दबाई खाएपछि एकदम ढाड निको भयो। अहिले दुखेको अनुभवै हुँदैन। बुवा दाजुभाइ दिदीबहिनीहरू, तपाईले निर्वाचित गर्नुभएको सांसदको रूपमा मैले भेट मर्ने गरी काम गर्नै पाइन, म तपाईको घर आँगनमा आउनै पाइन। तैपनि 3 वटा सार्वजनिक सुनवाई गर्न भ्याए, तर पटक पटकको मुद्दा मामिला र झमेलाले मैले गरेका कयौं बाचाहरू पूरा गर्न नै पाइन, त्यो अवसर नै पाइन। तर पनि तपाईहरुले मेरा लागि बगाउनु भएको आँसु मलाई याद छ। त्यो आँसुको एउटा थोपो खेर फाल्न दिने छैन, एउटा थोपो पनि खेर फाल्न दिने छैन। त्यसो होइन कि तपाईको